सुरुवात हुन्छ एउटा सानो गाउँबाट। त्यो गाउँमा जन्मिएको थियो एक युवक, अर्जुन। उसको परिवार सामान्य मात्र होइन, अति गरिब थियो। बाबु दिनभरि ज्याला मजदुरी, आमा खेतमा काम गरेर कसो कसो परिवार पालिन्थ्यो। अर्जुनको सपना थियो ठुलो इन्जिनियर बन्ने, तर पैसा छैन, किताब छैन, राम्रो कपडा छैन। कक्षामा साथीहरूले उसको जुत्ता च्यातिएको देखेर हाँस्ने गर्थे। हजुरआमाले भन्थिन्, पढ्न चाहन्छौ भने भोकै पेटले पढ। भोक त सहिन्छ, भविष्य भोकले मात्र नष्ट हुँदैन। अर्जुन बिहान 4 बजी उठ्थ्यो, पहिले भैँसीको घाँस काट्थ्यो, पानी बोक्थ्यो अनि विद्यालयतिर दौडिन्थ्यो। स्कुल पुगेपछि उसलाई किताब किन्न पैसा थिएन। साथीहरूको प्रयोग नगरिएको कापी बटुल्थ्यो र खाली पानामा लेख्थ्यो। तर संसारले उसको सपना देख्दैनथ्यो। तिमीले कहाँ पढेर मान्छे हुन्छौ र? मजदुरकै काम हुन्छ भनेर गाउँलेहरूले हेला गर्थे। एक दिन उसको बाबु काम गर्न जाँदा दुर्घटनामा परे। घरमा अन्धकार छायो। आमाले रुनु मात्रै के गर्न सक्थिन्। त्यस दिन अर्जुनले आँसु पुस्दै कसम खायो, अब म झन् कडा मेहनत गर्नेछु। बुबाको सपना अधुरो रहन दिने छैन। तर जीवनले फेरि परीक्षामा पार्यो। विद्यालय शुल्क तिर्न नसक्दा नाम काटिन लाग्यो। ऊ विद्यालयको अगाडि हिँड्दै गर्दा साथीहरूले उसको थुप्रै कुरा काटे। अर्जुन रातभर रोयो, तर अर्को बिहान उठेर काम खोज्न गयो। निर्माण स्थलमा ढुङ्गा बोकेको, होटलमा बर्तन माझेको, खेतमा गहुँ काटेको, जेसुकै होस्, पढाइ छाडेन। गाउँको एक शिक्षकले उसको जोस देखेर मद्दत गरे। तिमीमा केही छ, हार मत मान भन्दै पुराना किताब दिए। त्यसै किताबमा अर्जुन दिन रात पढ्थ्यो। राति बिजुली नभएर बत्ती बाल्थ्यो, कहिलेकाहीँ आगोको उज्यालोमा पढ्थ्यो। बोर्ड परीक्षा आयो। उसलाई परीक्षा दिन टाढाको सहर जानुपर्ने भयो। टिकट किन्न पैसा नभएर उसले 2 दिन हिँडेरै सहर पुगेको थियो। परीक्षामा उसको आँखा सुकेको थियो, तर मनमा विश्वास थियो, ईश्वर मलाई पास गराउनुहोस्, मेरो बुबाको सपना अधुरो नरहोस्। रिजल्ट आउने दिन अर्जुन चुपचाप गाउँको चोकमा नोटिक बोर्ड हेर्न गयो। उसको नाम माथिल्लो स्थानमा थियो, टपर अर्जुन थापा। उसको आँखाबाट आँसु बग्यो, तर यो आँसु पीडाको होइन, खुसीको थियो। उक्त नतिजाले उसलाई छात्रवृत्ति दिलायो। सहरको विश्वविद्यालयमा पढ्न गयो। वर्षौंको सङ्घर्षपछि ऊ एउटा सफल इन्जिनियर बनेर गाउँ फर्कियो। उही गाउँलेहरू जसले कहिल्यै विश्वास गरेका थिएनन्, आज उसैको हात चुम्दै भने, हामीलाई माफ गर अर्जुन, हामीले तिमीलाई गलत आकलन गर्यौं। अर्जुन मुस्कुराएर भन्यो, जीवनमा दुःख, आँसु, भोक, हेला यी सबै बाधा होइनन्। बाधा त तब मात्र हुन्छ जब तिमी आफै हार मान्छौ। मैले हार मानिनँ, त्यसैले जिते। यो कथा तपाईहरुलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो र यस्तै उत्प्रेरणादायी कथाहरू हेर्न चाहनुहुन्छ भने हाम्रो यस कलमको आवाज अफिसियल च्यानललाई सब्स्क्राइब गर्नुहोस् र जोडिन नबिर्सनुहोला। हस्त, धन्यवाद।